सो हेलो गाइस व्हाट इज अप वेलकम बैक टु माइ मिनोली 34 आजको भिडियोमा तपाईहरुलाई स्वागत छ। एखनबाट भिडियो बनाएको मैले हाल्न पाइन किन भन्दाखेरि मेरोमा हालेको छैन के अरु क्लासमा बस्यो भने यस्तै हो के त्यसै ठिकै छ। तपाईहरुले च्यानललाई सब्स्क्राइब गर्नु होला, आइडीले फलो गर्नु होला। अनि अब चाहिँ म चाटे छु स्कुल। यता त सबै घाम तापिरहेछन्, बिहान बिहानको घाम मस्त। स्कुलबाट आएर यस्तो भोक लागिरहेछ नि, त्यही भएर म सुक्खा चिउरा खाइरहेको। सुक्खा भन्नाले नभुटेको। अब यसलाई टक्क पारेर तेलमा फ्राई गर्नुपर्छ। त्यसको लागि मैले लगाएँ चुलोमा आगो भन्नाले दाउरा, त्यसपछि मैले पारी आगो। जब लग्ने काम भनेको आगो बाल्नु हो के। एकचोटी बोल्छ फेरि निमे भने यस्तो गाह्रो हुन्छ। यति धेरै चिउरा भुट्छु अब हेरौँ कस्तो हुन्छ लास्टमा। तेलमा नुन हालेर त्यसपछि माथिबाट चिउरा हालेर नुन हाल्यो भने अलि स्वाद आउँछ। अलि उडली खराली सबै गर्ने यस्ता जरहरूबाट पनि बचाउने। चुलोमै समाति राख खानको लागि साम के नगर्ने खानको लागि मात्र गाइस के भनौँ। अनि यति धेरै भइसकेको थियो। अब गाइस यसो म चाखु भनेको त गाइस कस्तो सारो तातो भएको। थु 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 झन्डै मुख फुले गाइस। यस्तो क्रिस्पी भइरहेछ गाइस, खतरा मजा आउँदैछ खानको लागि। अब हजुरआमा र म लाग्यो खानातर्फ गाइस कि गम गाइस गम पारेर। अनि क्रिस्पी चिउरा खाएर हजुरआमा चाहिँ दाल पिसिरहेछ, मटरको दाल आफ्नै घरमा लगाएको। काण्डमा आएर हेर्छ त्यता कोही रेडी राखेको छैन भनेर। कोही पनि छैन, यता कता मर्या छैन।